यस्तो यो हुँदै नहुने गर्नै नसक्ने कुरा गर्नेहरूलाई त ठिक गर्नुभयो के सिस्टर। अरू पनि धेरै छ, खोजी खोजी फोन गर्नुहोस् त सिस्टर। ल साथीहरू सिस्टरको भिडियो हेर्नुहोस् त यो। बालेनले झापाबाट जित्यो भने कान काट्छु, टप पनि बालेनलाई दिन्छु भन्ने दिदीलाई फोन गर्दैछु। ल हेर मै त जिस्कामा रिसाउने होला के पक्का पनि। हेलो दिदी नमस्ते। नमस्ते। सन्चै हुनुहुन्छ? सन्चै छु नानी। अनि तपाईको झापाबाट त बालेनले जित्ने भएछ त है? बालेनले जित्छ भन्ने के थाहा, बालेनले अझ भोट बन्दैछन्। अझै पनि तपाईँलाई एमाले जित्छ भन्ने हो छ? तपाईँको काम फाइनल त भएको छैन। कस्तो फाइनल भएपछि मात्रै हो थाहा हुने। फाइनल अझै पनि आशा छ तपाईँलाई भनेपछि? यदि बालेनले राष्ट्रपाले झापाबाट जित्यो भने चाहिँ कान काट्छु भन्नुभएको थियो नि, अनि त्यो कानको सुन पनि बालेनलाई दिन्छु भन्नुभएको थियो। यो तपाईँले साँच्ची नै बोल्नु भएको हो नि? कान काट्नुहुन्छ नि तपाईँले? अझ फाइनल भएको छैन। फाइनल भयो भने अब त्यो त्यति बेलाको कुरो। अब मेरो तपाईँले कान काट्ने कि नकाट्ने पहिला भन्नु। तपाईँले कान त काट्नुहुन्छ नि जित्यो भने? पहिला फाइनल तपाईँको मान्छे तपाईँले काट्नु भएन भने मिडियामा आएर यसरी बोल्नु भएको छ, तपाईँको भिडियो जता काटिदिनु भयो त? मलाई बोल्नु मन लागेन। कस्तो बोल्नु मन लागेन हो र? तपाईँले मिडियामा आएर सबै जनताको अगाडि बोलेर तपाईँ भाइरल भइसकेपछि कान काट्छु भन्छ, कान काट्ने कि नकाट्ने? होइन भने तपाईँको कान जनताले छाँटेर जबरजस्ती भने काटिदिन्छ। दिदी हेर्नु, बोलेको कुरा गर्नु पर्दैन? बोलेको कुरा त अब हाम्रो केपी बाले सबै सामदाम हार्ने पक्का पक्की भयो त तपाईँको बाको त? पक्का पक्की भयो छैन। तपाईँले कान काट्ने कि नकाट्ने त्यति कुरा भन्नु के? तपाईँको अर्को बहिनी ज्योति मगरले पनि के भन्दैछिन्। अब मैले ज्योति मगरलाई नि फोन गर्छु अब होइन। तपाईँले कान काट्ने कि नकाट्ने भन्नु, जनता जान्न चाहन्छन्। जनता जान्न चाहन्छन्, यो कुरो पनि बुझ नानी, यो कुरो पनि बुझ। फाइनल भएको छैन। फाइनल फाइनल भएको छैन ल। फाइनल भएपछि केपी बाले हारेपछि तपाईँ कान काट्नुहुन्छ नि? केपी बाले हारेछन् भने हार्नु भयो त हाम्रो केपी बाले भनेदेखि के अरे पितलमा जलप लागेको सुन हो टपमा। अनि त्यो टप ल बालेन बाबु किति यहाँ सुएको छ, कान पनि सुएको छ।